वेलकम ब्याक टु माई च्यानल। आज म तपाईहरुको लागि एकदमै मिठो, अमिलो, पिरो, ट्वाक्क परेको कोइरालाको फूलको अचार बनाउने सजिलो तरिका लिएर आएको छु। कोइरालाको फूलको अचार बनाउन पनि सजिलो, खाँदा पनि मिठो अनि एकदमै हेल्दी पनि हुन्छ। ल अब मिठो कोइरालाको फूलको अचार सँगै बनाऊ है त। सबैभन्दा पहिला मैले 500 ग्राम कोइरालाको फूललाई लिएको छु। यसलाई राम्रोसँग सफा गरेर केलाएर लिएको छु। अब यसलाई हामीले बोइल गर्नुपर्ने हुन्छ। एउटा कराईमा आधा लिटर जति पानी राख्छु। पानीमा अघि हामीले केलाएर सफा गरेको कोइरालालाई पनि राख्छु। एकैछिन चलाएर यसलाई छोपेर 5 मिनेट जति पाक्न दिनुपर्छ। दुई मिनेट जति पछि म एकपटक यसलाई चलाउँछु। 2 मिनेटमा यो बोइल भएर तयार भएको छैन। यसलाई अझै 5 मिनेट जति हामीले छोपेर पाक्न दिन्छौँ। 5 मिनेट पछि हाम्रो कोइरालाको फूल यस्तो भएको छ। यतिको सफ्ट भएपछि हाम्रो फूल अचार बनाउनको लागि तयार हुन्छ। अब यसलाई हामी बाहिर निकालेर पानी तराउँछौँ। एकैछिन यसको पानी राम्रोसँग निस्केपछि यसलाई हामी एउटा भाँडामा राखेर सेलाउन छोड्छौँ। कोइरालाको फूल सेलाउन्जेल हामी यसमा राख्ने आलुलाई उसिनेर लिन्छौँ। उसिनेर रेडी भएको आलुलाई टुक्रा टुक्रा गरेर काट्नुपर्ने हुन्छ। अब यसमा म अघि हामीले काटेको आलुलाई राख्छु। प्याजलाई पनि राख्छु। 2-3 वटा जति हरियो खुर्सानी पनि राख्छु। मसिनो गरेर काटेको हरियो धनियालाई पनि राखेँ। अब यसमा आलसको छोप पनि राख्छु। रेड चिली पाउडर पनि राख्छु। स्वाद अनुसार नुन पनि राख्छु। अब अचारलाई छान्नको लागि म एउटा प्यानमा तोरीको तेल तताउँछु। तेल तातेपछि यसमा आधा चम्चा मेथीलाई राख्छु। मेथीलाई एकछिन कालो हुन दिनुपर्छ। मेथी कालो भएपछि यसमा म आधा चम्चा जति बेसार राख्छु र यसलाई हामी अचारमा राख्छौँ। अब म एउटा कागतीलाई पनि काटेर यसको रस निकाल्छु। सबै सामान राखिसकेपछि यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ। आलुलाई यसरी हल्का मिच्दै मिक्स गर्दा हुन्छ। यो अचारलाई धेरै तरिकाले बनाउन सकिन्छ। अरू तरिका म अर्को भिडियोमा सेयर गर्नेछु। तपाईलाई अचार अलि सुक्खा लाग्यो भने थोरै पानी राख्दै मिक्स गर्न सक्नुहुन्छ। मैले चाहिँ पानी राखिन, यतिकै ठिक्क भएको थियो। हेर्नुस् त हेर्दा कति मिठो भएको छ। हेर्दै खाउँ खाउँ लाग्ने, हेर्दै मुखबाट पानी आउने, अमिलो, पिरो अनि ट्वाक्क परेको हाम्रो कोइरालाको अचार रेडी भयो। कति मिठो देखिएको छ है। खाँदा पनि त्यत्तिकै मिठो भएको थियो। एकपटक यसरी अवश्य ट्राई गर्नुहोला है। एकदमै मिठो बनेको थियो। तपाईहरुलाई मेरो आजको यो रेसिपी कस्तो लाग्यो? मन पर्यो भने भिडियो लाइक, शेयर गर्न नबिर्सनुहोला।
आजलाई यति नै, फेरि भेटौँला अर्को नयाँ मिठो रेसिपीसँग। Thank you for watching. See you in the next video.